हामीहरूको जर्नी भइसकेको छ उसले टाउको दुखिसक्यो रुबिना अगाडि टाउको दुखेर सुतिरह छुट्टै हो दुईजना एकदमै भमिट होलिकसँगै हिँड्नु परेछ सो हामी सीधा बाहिरबाट जाँदैछौँ अलिक कस्तो कालो देखा नि मेकअप गरेर पनि रेनुको अगाडि त सो अब हामी यहाँ जलबिरी झर्ना जाँदैछौँ जलबिरी झर्ना गइसकेपछि ए होइन हाम्रो बाटोमा अरू कुन ठाउँ पर्छ डेस्टिनेसन भन न जलबिरी मेन डेस्टिनेसन भनेको पोखरा हो पोखरापछि हामी जान सक्छौँ बिचमा चाहिँ जलबिरी झर्ना लामा बिचमा चाहिँ अब 12सँगै के पर्छ सबै भ्याइदिएर जाने हो सो हाम्रो जर्नी चाहिँ यहाँबाट सुरु हुँदैछ हामी सीधा बाहिर रोडमा छौँ अब हामीहरू चाहिँ रेन एन्ड मी रुबिना चाहिँ अगाडि बसेर रुबिनाको टाउको दुखेर सो यसलाई पनि अब त्यो भमिट स्टार्ट हुनु लागिसक्यो गाइजहरू म मात्र छु यहाँ म मात्र पारामा म कहाँ जाने हो र अब यिनीहरूको देखेर मलाई नै भमिट होला जस्तो भइसक्यो म कहाँ जानु जर्नीमा गएपछि यस्तै कोही भमिट गर्ने कोही भ्लग गर मेरो भ्लगै कम्प्लिट हुनु दिएर होइन दुईवटा भमिट गर्नेहरूसँग हिँडिसकेपछि भ्लग पनि लाग्दैन रियल एन्ड र भिडियो केही नकाटेको असली भ्लग म यो सबै काटिदिने वाला छु यसको सिनहरू ड्राइभर ब्रदर चाहिँ एकदमै फ्रेन्डली हुनुहुन्छ कि अघिदेखि हाम्रो भ्लगमा हामीलाई डिस्टर्ब गरिरहनु भएको छ मेरो भ्लग स्टार्टिङ नै भइरहेको कि गाइजहरू के भइरहेको यार मैले 10 GB खाली गरेर लिएर आएको छु जस्ट यो भ्लग बनाउनलाई र यो भ्लग नै भइरहेको छैन यहाँनिर एउटा व्यक्ति नै गायब भइरहेको भिजिबल भइरहेको छैन अब रुबिना सुतिसक्यो रेनुलाई भमिट आउनु लागिरहेको म कसरी भ्लग सुरु गरौँ म एक्लै के गरौँ यार म यत्रो 6 घन्टाको बाटोमा न म सुतौँ न म उठौँ यो बाटोले हामीलाई घुमायो कि हामीले बाटोले घुमायो हाई यो सीता पाइलाको रोड चाहिँ एकदम देख्न सक्नुहुन्छ स्मुथ छ बाटो तपाईँहरू यही बाटो आउनु होला पछि पोखरा जाने हो भने अहिलेसम्म त स्मुथ छ एकछिन गान्टाङ गुन्टुङ आएपछि म तपाईँलाई भन्छु कतिको बाटो तर यो यस्तोमा पनि यस्तो राख्न थाल्यो चाहिँ है रोडमा ऊ यस्तो के ऊ यस्तोहरू मैले अस्ति राखाइदिनु नि यो बार होइन कि ऊ त्यो के प्रहरी चेकिङवाला त्यो स्पिडको लागि के सो अहिले चाहिँ ट्राफिक रुलहरू फलो गर्नु होला अहिले त खै के गर्यो भने 25,000 जरिवाना भन्छ त यार अझ यस्तो भइरहेको त पुलिस बालेन सिटीबाट बालेन कन्ट्री भइसकेको छ बालेन अब नट ओन्ली नेपाल के अरे काठमाडौँ अब सबै ठाउँ त्यस्तै हुन्छ राम्रो हुन्छ पोखरा जान लाग्यो यहाँ चाहिँ अब केदारनाथको गाना बजाइदियो जस्तो केदारनाथ होइन पुण्डिकोटको गाना होइन धेरै जस्तो केदारनाथको भिडियो हुन्छ कि यसमा खालि त्यही भएर भाइले केदारनाथको मात्रै आउँछ कि मलाई त मनपर्छ अब सन्तेला गयो त्यसपछि भजन गाउने गाइस बाहिर हेर्नु यतापट्टि देखाउ न यता बाहिर पनि देखाऊ बाहिर देख्दैन आफै टाउको कस्तो राम्रो देखिरहेको छ केही देखे होइन गाइस हुस्सु लाएर यत्तिकै हुस्सुले राम्रो देखिरहेको छ केही देखे छैन मलाई चाहिँ पोखराबाट चाहिँ हिउँ पर्नेवाला छ किनभने हामीलाई जान दिनु नै सबैभन्दा ठुलो यो असम्भव कुरा भइरहेको छ फर्स्ट अफ अल रोकटोक रोइधोइ केही पनि नगरिकन केही देखे छैन बालेन प्राइम मिनिस्टर भएको कति महिना भइसक्यो यो के हो बाटोको हालत मलाई अचम्म लागेर आउँछ यार यो फर्किँदासम्म पिच हुनु पर्यो भोलि छोडेर पर्सि हामी आउँदैछौँ यो बाटो पिच हुनु पर्यो केही पोखराको त्यहाँ गाउँतिर जानु पर्यो होइन यही खुट्टा यस्तो गर्यो भने यस्तो देखायो भने यहाँबाट त प्याराग्लाइडिङ पनि गर्ने हो गाइजहरू हामीहरू तर पैसाको अभावको कारणले चाहिँ हामीले बारी स्किप गरिदिन्छौँ प्याराग्लाइडिङ चाहिँ गर्नु मन थियो यार एकदमै पैसाको बन्जी जम्पिङ गर्नु मन थियो मलाई त राष्ट्रिय प्याराग्लाइडिङ बन्जी जम्पिङ चाहिँ अहिलेलाई छैन प्याराग्लाइडिङ र बन्जी जम्पिङ थियो यति सर्ट टाइममा हजुरहरूलाई यस्तो राम्रो भ्यू हेर्नु जुन मोबाइलले क्याप्चरै गर्न सकेको छैन धुवा भएर यो बाटो पिच हुनु पर्यो बालेन दाइ आउनु होला हजुर पनि हामी जसरी एउटा गाडी बोकेर एउटा पर्फेक्ट ड्राइभर ड्राइभर चाहिँ एकदम पर्फेक्ट बोक्नु होला यो गान्टाङ गुन्डुङ रोडमा नि सिधा स्मुथ चलाउने मान्छे चाहिएको
हान्यो होला है मान्छे मान्छेले कुकुरलाई हानिसकेको छ है। पशु लभर हुनु पर्यो गाइस मान्छेहरू यस्तो बाटोमा कुकुर हान्ने टेन्सन छ गाइजहरू, एकदमै ठुलो टेन्सन छ। हामीले भनेको ठाउँहरू हामी समयमा पुग्छौँ कि पुग्दैनौँ भनेर। यो बाटो एकदमै निर्माण हो कि के भन्छ हुँदै रहेछ, निर्माण नै रहेछ। म बाहिरबाट आएको के बाटो हो गाइजहरू, यो के गरेको यार, अलिक भएन कि भएन। सरकारलाई योसम्म पुऱ्याइदिनु पर्यो। ओर्लेर देखाउने हो क्या एउटा केटाले त ओर्लेर देखाउँछ नि त। जापानको रोड यस्तो हो, हाम्रो नेपालमा यस्तो हो कि छैन भन्दा चिन्ता नगर। सो फाइनली हाम्रो बालेन दाईको मेन मनपर्ने खेलाउना चाहिँ मैले फेला पारिसकेको छु। हाम्रो घरतिर कि भाइ त्यो सबै भत्काइदियो होइन, त्यो रानीबारी के रानीबारी त्यो कि लाइन के पोखरा के खोलाको अहिले फेरि सबैजना बस्न थालिसकेछ है मान्छेहरू। ए त्यो बालेन आउँछ भनेर सबै भत्काइदियो, झ्याल स्याल ढोका सोका सबै निकालेर गयो। अहिले फेरि बालेन नआउने सातसँग भइसकेछ। अहिले फेरि पर्दा पर्दा लगाएर पढ्न थाल्यो है त्यो सुकुम्बासीमा। हाम्रो ड्राइभर चाहिँ एकदमै त्यो हुन्छ नि, यो सामाजिक सञ्चारमा एकदमै रुचि देखाउने व्यक्ति हामीलाई पढ्नु भएको, यति धेरै ज्ञान प्राप्त भइरहेको कि उहाँबाट हामीले धेरै कुराहरू सिक्न मिल्छ यो जर्नीमा। यही भन्दै म अहिले स्टप गर्नु हजुरहरूले पनि धेरै कुरा थाहा पाउनुहुन्छ आफ्नो जर्नीमा, पढेर थाहा नपाउनु भएको कुराहरू पनि थाहा पाउनुहुन्छ। त्यो पढेर त के थाहा पाउने र सुकुम्बासीको बारेमा। सो मैले यो भ्लग यहाँ स्टप गरिदिन्छु किनभने चार्ज पनि बचाउनु पर्ने हुन्छ। यो भनेको हाम्रो फर्स्ट स्टेप हो, फर्स्ट स्टेप हो गएकोवालाको मैले प्ले त गरेको छु भइरहेको छ हाम्रो जर्नी। अब केही समयको लागि यस्तै नै हुन्छ होला। अब हामीले सुत्छौँ होला हौ। सुन अब अलिकति नेक्स्ट भिडियोमा अब हामी ठ्याक्कै एक घन्टा पछि हामी खाना के अरे ब्रेकफास्टको लागि रोक्छौँ। अनि यो औषधि खानुपर्ने हुन्छ। रुबिना त कोमामै गयो जस्तो, यत्रो बोल्दा पनि एक शब्द पनि बोलेको छैन रुबिनाले अहिले। रुबिना सुतिसक्यो पनि एकदम खराब छ। एकदमै गाडी लाग्ने मान्छेहरू रहेछ क्या यिनीहरू नि के भन्नु। ऊ त अलिकति होसमै छ, एकछिन पछि ऊ नि त्यस्तै हुने होला। म मात्र हुन्छु त्यसपछि, तपाईँ र मलाई कसैले पनि डिस्टर्ब गर्न सक्दैन त्यसपछि। ओके बाई, सी यु इन नेक्स्ट भ्लग, नेक्स्ट स्टप। सो हामीलाई चाहिँ पिज्जा कफी भन्ने ठाउँमा चाहिँ रुबिना चाहिँ टोइलेट गएको छ। रुबिना त भगमा देखि नै राखेन यार, के भन्ने हो, म के गर्ने हे। सो हामीले त्यहाँ अर्डर गरिसकेको छौँ। रुबिना यहाँ टोइलेट गएको छ। रुबिना चाहिँ मेकअप गरेको छैन नि त, अनि त्यही भएर ऊ चाहिँ क्यामेरामा आउन अलिक हिचकिचाइरहेको कि। ऊ मेकअप गरेको भए आउँथ्यो होला, तर क्यामेरामा आउन एकदमै हिचकिचाइरहेको रुबिना। अब सिधै होइन, अब सिधै उता झर्ना गएपछि अनि भिजिसकेपछि मेकअप गरिसकेपछि मात्र पोखरा भयो मात्र आउने रे ऊ क्यामेरामा, यहाँ नआउने रे। उसलाई फोबिया भयो अरे, मेकअप गरेको छैन अरे। बिहान उठ्न साथ हिँडेको नि त, अनि हामीले त मेकअप गर्न भ्यायो। अनि उसले अब मेकअप गर्नु पर्दैन, ऊ नेचुरल ब्युटी भएको मान्छे हो। अब रुबिना चाहिँ नगर्ने रे। अब रुबिनाको छुट्टै ट्रोमा के छ थाहा भएन। सो हामीले यहाँ कफीहरू अर्डर गरिसकेको छौँ। तपाईँहरू आउन सक्नुहुन्छ, एकदम रिजनेबल प्राइस छ। यो पिज्जा हट। सो हामीहरूले चाहिँ अब एकदमै बजेटमा खाने भन्दा हामी यस्तो यस्तो ठाउँमा रोक्छौँ। किन हो मलाई थाहा छैन होइन। त्यो उतापट्टिको त्यो रोड पारीको जस्तो ठाउँमा रोक्नु पर्यो खास हामीले। मैले भन्दै पनि यहाँ रोक्यो। अब हाम्रो यत्तिकै बजेटमा डामाडोल भइसक्यो। यहाँ बिहानदेखि नै डामाडोल सुरु भइसकेको। स्टार्टिङ फेजमा ट्रमाटाइज हुन लागिसक्यो गाइस। अब म लेमन टी, लेमन पाउँ, लेमन सबै कुरा लेमन मात्रै मेरो चलिरहेको। सो गाइस अब चाहिँ हामी यहाँ यसो नास्ता सास्ता गरेर हामी सिधै हिँड्छौँ। अनि त्यसपछि मलेको कि त कुरिन टारमा हामी खाना खान्छौँ। हाम्रो अर्डर चाहिँ आइसकेको छ फाइनल्ली, रुबिनाको मेरो एन्ड यही हो। यसले चाहिँ पाउँ मात्र खाने भयो आज। थ्याङ्क यू। सो यो चाहिँ रुबिना र मेरो हो। त्यो चाहिँ अब हट लेमन खान्छ कि के खान्छ थाहा भएन। सो हाम्रो ड्राइभर चाहिँ केही पनि खाँदैन अरे, हाम्रो पैसा बचाइदिइरह। सायद ड्राइभर ऊ त्यहाँ खाना गयो कि। ड्राइभरलाई छुट्टी हुन्छ नि त, प्यासेन्जरलाई छुट्टी।
अब यसको हर्लेमन मात्रै आउनु बाँकी छ। यो के अर्डर गर्छ हौ रुबिनाले, यस्तो के अर्डर गर्छ यार। विदेश आल्ला अब हुन्छ विदेशी केही। उसले सिकेको पनि हो रुबिनाले कुन सिक्यो के मात्र हो यार। रुबिना बिना यही गर्नु जान्छ हो। अब यस्तो त गर्छ नि प्रायः। सो हामी तिनजनाको चाहिँ यो नास्ता आइसकेको छ। सो गाइजहरू फाइनली मेरो फेभरेट घर रेनु हेरिहाल्यो तपाईँले। रेनु रुबिना हेरिहाल्यो। मेरो फेभरेट घर हो। केही चेन्जेस छैन हो यो घरमा, केही पनि चेन्जेस छैन। मेरो फेभरेट घर हो। म जहिले पनि मामा घर जाँदाखेरि जहिले पनि हेर्थेँ। सो फाइनली गाइज माई फेभरेट होम इज हियर। अनि तिमीहरू त्यो बनाऊ। सो यो चाहिँ अहिले रिसोर्ट भइसकेको छ। यहाँ चाहिँ हामीले स्टे पनि गर्न सक्छौँ। रिसोर्ट फार्म हाउस। फ्युचरमा सोचौँला, यो पनि गुड आइडिया दिएको छ रेनुले। मैले कहीँ इन्भेस्टमेन्ट गर्नु यस्तै एकदिन अगाडि नै यहाँ आएर बस्न परोस्, मजाले बसेर अझ इजीको लागि त मैले काठमाडौँमै बनाउनु पर्छ, किनभने यसलाई गाडीमा गाह्रो हुन्छ कि। केही पनि बोल्नै पर्दैन यो भिडियो हेरेर तपाईँहरू देखिसक्नु हालत के छ भनेर। एक त यो बाटो पोखरा आएको 5 वर्ष भइसक्यो। 5 वर्ष पनि 5 होला 10 वर्ष भइसक्यो होला। त्यही पनि बाटो नै पिच भइरहेन यार। यो कहाँ लाने होला हौ, यस्तो बाटो नै पिच भइरहेन कि। अहिलेसम्म 10 चोटि 5 चोटि त पोखरा आयौँ होला, तर पिच भइरहेन यो बाटो। पिच गरिदिनु पर्यो सरकार, रोड मात्र बढाएर भएन। हामी पुगेकै छैन गाइस, पुगेकै छैन कि भनेर चिन्छु त्यसलाई। म त यो गीतासित यही भनेर चिन्छु। त्यसको त्यो इनोसेन्स नै छुट्टै छ। चक्लेटी बोय कबिर सिंह त पछि आएको हो धेरै। म त सक भएको हौ कबिर सिंहको त्यो ट्रेलर देख्न साथ। शाहिद कपुर त हाम्रो पुरानो हिरो, पुरानो बच्चा बेलाको हिरो। सो हामीहरू चाहिँ यहाँ खाना आइसकेको छौँ। अनि हामीले खाना खाइ पनि सकेको छौँ। भ्लग बनाउनु बिर्सेको त्यही भएर सडनली मैले भ्लग फेरि स्टार्ट गरेको छु, कन्टिन्यू गरेको छु। रेनु चाहिँ अहिले रेस्ट गर्दा किनभने मैले भ्लगै बनाउनु बिर्सेछु कि खानाको त यति भोक लागेको थियो कि हामीलाई होइन। हामीले भ्लगै बनाउनु बिर्सेछ खानाको। उसको चाहिँ बिजो के खपाएर अलिकति हामीले खाना खाइसकेको छौँ। तपाईँहरू पनि खाना आउनु होला प्रेम होटलमा पुरी टाढ। सो यहाँ चाहिँ यस्तो खालको भ्यू छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हामीले यो होटल चाहिँ वहीँ काठमाडौँदेखि नै खोज्दै आइरहेको छौँ। ल हेर्नुहोस् यहाँको भ्यू कति राम्रो छ। सो अब चाहिँ हामी खाना खाइसकेको छौँ। अब हामी बिस्तारै हिँड्छौँ। सो मलाई चाहिँ यहाँ बुलावा आइसकेको छ। सो झरना देख्न सक्नुहुन्छ तपाईँले ठ्याक्क हाम्रो यो होटेलको अपोजिट साइडमा, जुन चाहिँ मेरो साइजको झरना छ। यहाँ एकदमै राम्रो प्लेस छ। यो होटेल चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। यो होटेल ओके थ्याङ्क यू गाइज। अब हामी सिधै मनोकामना स्टप गर्छौँ एकचोटि 1 मिनट 5-10 मिनट बस्छौँ। अनि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ पोखराको। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो ग्रिनेरी छ। झरनालाई चाहिँ अलिकति मोडिफाई गरेर चाहिँ यस्तो बिजनेस चलाइरहेको यहाँ 50 रुपियाँ तिरेर यो पार्क टाइपको बनाइरहेको छ। र तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ अहिले एकदम स्पिडमा झरनाको वर जाने कोसिस गरिरहेको छु। र साथीहरू चाहिँ आउँदैन मेरो बिस्तारै हिँडेर, रुबिना र रेनु। सो हाम्रो चाहिँ खास जलबिरी झर्ना जाने प्लान थियो, तर हामी फर्किँदा जान्छौँ होला अहिले। अब होप्ते सो हाम्रो चाहिँ खास जलबिरी झर्ना जाने प्लान थियो,
तर हामी चाहिँ अब पोखरा नै जाने डाइरेक्ट कुरा गऱ्यौँ अनि पोखरा जाँदा चाहिँ यो झर्ना चाहिँ बाटोमै पर्ने भएको कारणले चाहिँ हामी यहाँ बसेर जाऊँ यहाँ बच्चाहरूको लागि चाहिँ प्ले ग्राउन्ड पनि रहेछ यहाँनिर चाहिँ बच्चाहरूसँग पनि आउन सक्नुहुन्छ मात्र 50 रुपियाँमा चाहिँ तपाईँहरूले यस्तो गाडी पार्क गर्नु सक्नुहुन्छ यहाँ यसको लागि चाहिँ छुट्टै पेमेन्ट गर्नुपर्ने सो यहाँनिर चाहिँ मान्छेहरू पनि बढेको छ सो हाम्रो चाहिँ यो होटेल हो एकदमै राम्रो छ यो होटेल डु भिजिट गाइज वी आर रेडी वी आर रेडी फर द फ्रीमा दिएर क्या हामीलाई कसको पो लागेको थाहा नि मैले यार सरी भ्लगमा चाहिँ नभने हुन्थ्यो कि अलिकति सो रेनको चाहिँ आज अलिकति यस्तो भयो जस्ट झर्नामा जाने क्रममा चाहिँ यस्तो भयो गाइजहरू के भन्ने अब हामीहरू पामै भन्ने ठाउँमा जाँदैछौँ तर एकदम डार्क भइसकेको छ सनसेट भएर पनि हाम्रो अब मेकअपले गरेर यो केही पनि हेर्नु पाउँछ जस्तो लागेन गर्नु नि यदि पैसा छ भने न त नगर्नु बोकार भने त त्यो त नगर्ने होला हौ मलाई त त्यो टरकवाला नै गर्नु हुन्छ ठुलो सनसेट भइसक्यो प्लिज गाइजहरू मेरो फोटो राम्रो आउँदैन होला अब सो हामी चाहिँ पामेमा भ्यू पोइन्टमा आइसकेको छौँ
चाहिँ यस्तो छ म छु नि त भिडियो बनाएर दिस इज all the breakfast item we have so अब चाहिँ हामी ब्रेकफास्ट गरेर जानुपर्ने हुन्छ खाबी भिलेजको लागि रिना फाइनल भ्लगमा आयो हिजोदेखि चाहिँ ऊ भ्लगमा थिएन किनभने हिजो चाहिँ ऊ एकदमै सिकिस्त बिरामी भएको थियो सो हाम्रो ब्रेकफास्ट इज रेडी रेनु चाहिँ अझै पनि जुस सार्दै छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले सो गाइज हाम्रो ब्रेकफास्ट गर्दैछु तपाईँहरू प्लिज डु भिजिट दिस होटल एकदमै राम्रो यहाँ फेसिलिटिजहरू छ यो होटलमा चाहिँ यस्तो पनि पाउँछ किड्सहरूको लागि सो वी आर ह्याभिङ आवर सेकेन्ड ब्रेकफास्ट होटलमा लेक साइडको भ्यू हेर्दै हामीहरू चाहिँ खाँदैछौँ सो मैले चाहिँ कसैको भिडियोमा चाहिँ उ गरेको हुनाले मलाई हटाइदिएँ यहाँबाट सो लेक साइडको भ्यू इन्जोय गर्दै हामी चाहिँ ब्रेकफास्ट खाँदैछौँ म एकदम काली देखिरहेको छु आज किन अब मेकअप नगर्नु म चाहिँ यो गर्दैछु अहिले पोखरामा एन्ड हियर वी गो